ahead. Okay. So map change भयो भन्नलाई चाहिँ change भन्ने word को सट्टा transformed into, converted into, replaced by, redeveloped into, was demolished to make way for, was expanded, extended, reduced, shrunk, relocated, introduced, added, त्यसपछि underwent significant changes, experienced major developments भन्न मिल्यो। त्यसपछि लोकेसन र पोजिसनहरुको कुरा गर्दाखेरि चाहिँ जस्तै नर्थ साउथ कम्पास डाइरेक्सन भन्छ यसलाई। माथिपट्टि जहिले पनि नर्थ हुन्छ, तल साउथ, यता साइडमा इस्ट एन्ड यता साइडमा वेस्ट हुन्छ है। सो कम्पास डाइरेक्सन्स युज गरेर पनि यु क्यान एक्सप्लेन। जस्तै माथि साइडको चेन्जेस भन्ने हो भने नर्थ साइड भन्न मिल्यो, तलपट्टिलाई साउथ, यता साइडलाई इस्ट, यतालाई वेस्ट। So compass direction use गरेर पनि you can explain. And then central area, heart of the town भयो। त्यसपछि was adjacent to, next to भइहाल्यो। Opposite to, alongside, parallel to, at the corner of, at the intersection of, on the outskirts, on the periphery, bordering, surrounding भन्नु मिल्यो। अब directionsहरु त्यो केसमा चाहिँ while you're describing, so running through the center or extending from this to that, leading towards, connected with, linked to, running parallel to, cutting across, stretching along the coastline, river भन्न मिल्यो। अब एडिसन्सहरु जस्तै म्याप्सहरुमा चाहिँ के हुन्छ भन्दाखेरि जस्तै कहिलेकाहीँ चेन्जेसहरु जस्तै केही नयाँ कुरा एड भएको छ, दुईटा म्याप कम्पेयर गर्दै गर्दाखेरि केही नयाँ एड भएको छ भने चाहिँ जस्तै a new parking or whatever dash was introduced, a dash was constructed भन्न मिल्यो। New residential buildings were erected भन्नु मिल्यो। Transport service was established भन्नु मिल्यो। Several new amenities were developed भन्नु मिल्यो। यस्तो भयो। अब रिमुभल्सहरु कुनै कुनै म्यापमा चाहिँ के कुराहरु चाहिँ हटाएको पनि हुन्छ। सो त्यस्तो केसमा चाहिँ was removed, cleared, eliminated, cut down, dismantled, replaced by भन्न मिल्यो। त्यसपछि अरु भनेको describing no change। सो कुनै कुनै म्यापमा चाहिँ कुनै कुनै ठाउँमा चाहिँ केही चेन्ज भएकै हुँदैन, जस्तै हुन्छ। सो त्यस्तो केसमा चाहिँ you can write remain unchanged, remain intact, was preserved, stayed the same throughout the period भन्न मिल्यो। त्यसपछि यो चाहिँ हाई लेभल सेन्टेन्सेसहरु भयो। अनि लिंकिङ वर्ड्स, अब म्यापमा हुने लिंकिङ वर्ड्स भनेको चाहिँ मोस्टली इट्स अल टाइमको हुन्छ है। जस्तो टाइम कम्पेयर गर्नुपर्ने हुन्छ, त्यो दुईटा डिफरेन्ट टाइम स्लट कम्पेयर गर्दै गर्दाखेरि चाहिँ so time related linking words are initially, over the period, by the end of the period, meanwhile, subsequently, in contrast, overall is the words are technique. So these vocabularies जुन जुन छ म्यापको अहिले जे जे पढाएको छु मैले सबै ग्रुपमा शेयर गरिदिन्छु। and then बेबी कोटबाट एउटा म्याप हेरौँ है त। Till here any questions? It's map भनेको you just understand first, map पढ्न जान्नु पर्यो, read गर्न जान्नु पर्यो, त्यसपछि चाहिँ vocabularies हरु मज्जाले युज गर्ने, त्यसरी चाहिँ it will help you है। केही क्वेशन छ भने सोध्दै गर्दा भयो। No questions? Okay, I have sent in the group. Format line graph जस्तो होइन, line graph मा the numbers, data, numericals हुन्छ, यसमा हुँदैन। Map is totally different. Format भन्नाले structure भन्न खोजे होला, structure चाहिँ सेमै हो सबैमा। त्यही introduction, overview and body paragraph। बाकी चाहिँ Okay, so baby code ko questions are very different. एकैछिन है त म तपाईहरुलाई custom as a custom गर्नुपर्छ जस्तो छ। Okay. So here is the question as a classwork को लागि। So Happy Valley Shopping Center को दिएको छ है यो चाहिँ।
त्यसपछि दुईटा म्याप दिएको छ ह्याप्पी भ्याली सपिङ सेन्टर इन 1982 र ह्याप्पी भ्याली सपिङ सेन्टर इन 2012 दुईटा इयरको दिएको छ सेम हो तर डिफरेन्सेसहरू दिएको छ है अब यो म्याप भयो पहिला के थियो अनि अहिले चाहिँ कस्तो बनाएको छ सो यस्तो चेन्जेसहरू छ अगेन इन्ट्रोडक्सनमा यु हेभ टु प्याराफ्रेज ह्याप्पी भ्याली सपिङ सेन्टर देखाएको छ दुईटा म्याप छ 1982 र 2012को डेटाहरू दिएको छ भनेर लेख्नु पर्यो त्यसपछि ओभरभ्यूमा चाहिँ कुन साइडमा चाहिँ सबैभन्दा धेरै चेन्ज छ त सो यो साइडमा चाहिँ एकदम धेरै चेन्ज छ भनेर लेख्नु पर्यो र बडी प्याराग्राफमा चाहिँ कम्पेयर गर्दै लेख्दै अघि मैले जे भोकाबुलरिजहरू प्रोभाइड गरेको छ युज दोज प्रपरली एन्ड कम्पेयर गर्दै लेखौँ है त लेट्स स्टार्ट क्लास वर्क के क्वेसन छ भने यतै सोध्दै गर्ने यही क्वेसन यही भयो है बेबी कोडबाट होइन मैले स्क्रिनमा जुन देखाइरहेको छु यही गर्ने एन्ड स्टार्ट यो क्लास वर्क